राजाहरूले खाने बेलायतका राजाहरू थाइल्यान्डका राजा महाराजाहरूले खाने ठुल्ठुलो राष्ट्रका धनाढ्यहरूले खाने चिज हो के यो चाहिँ के रहेछ भन्दाखेरि मौरीको दुध रहेछ अघि मौरीको चोक तिमीलाई त्यही औषधि दिन्छन् हेर्नुहोस् है ल अलिकति ल भरे फेरि एउटा डिस्टर्ब हुन्छ यो मौरीको दुध हो त मौरीको त अब दुध दिँदैन मौरीले तर मौरीको दुध भन्नु बेला कस्तो भन्दाखेरि जुन रानी मौरीको छेउमा एउटा टुटीहरू छ है त्यो टुटीमा चाहिँ उनीहरूले त्यो कर्मी मौरीको ग्ल्यान्ड्सबाट निकालेको तपाईँको सूक्ष्म किसिमको रस हो यो होइन र यसलाई चाहिँ तपाईँको रोयल जेली भन्नुहुन्छ त्यो रानी मौरीको छेउमा राखेको हुन्छ त्यो रानी मौरीलाई चाहिँ किन रानी मौरी ठुलो भएर अरू चाहिँ साना हुँदा छन् भने त्यो एउटै प्रकृतिको अन्डाबाट निक्लिएको हुन्छ रानी मौरी कर्मी मौरी र भाले मौरी होइन त्यो एउटै क्याटेगोरीको अन्डाबाट निक्लिने हो तर जुन मौरीलाई उनीहरूले रानी बनाएको हुन्छ उसले चाहिँ जीवनभर खाएको छ जीवनभर रानी मौरीले रोयल जेली खाएको कारणले रानी मौरी ठुलो छ आकारमा ठुलो होइन त्यहाँ कर्मी मौरी अरू भाले मौरी त अन्डाहरू पार्दैन तर त्यो घारभित्र अन्डा पार्ने मौरी भनेको त्यो रानी मौरी रहेछ त्यो रानी मौरीले चाहिँ एक दिनमा 2000 देखि 3000 अन्डा पनि पार्छ है र अरू कर्मी मौरीहरूको आयु भनेको त्यो 5 देखि 7 हप्ता मात्रै गर्छ 5 देखि 7 हप्तामा कर्मी मौरीहरू मर्दा हुन्छ त्यो घरभित्र सबै समाप्त गर्छन् तर रानी मौरी चाहिँ 5 देखि 7 वर्ष बाँच्छ यो रोज जेली खाएर अनि वैज्ञानिकहरूले अनुसन्धान गरेछन् कि आखिरी एउटै क्याटेगोरीको अन्डाबाट रानी मौरी चाहिँ 7 वर्ष बाँच्ने अरू मौरी 7 हप्तामा मर्ने अब यो चिज चाहिँ मान्छेले खाँदा चाहिँ के हुन्छ भनेर अनुसन्धान गरेको क्या अनि मौरी र मान्छेको जिनको परीक्षण गर्दाखेरि त्यो जिन चाहिँ 78% चाहिँ मौरीको जिन निर्भर मान्छेसँग हेर्नुहोस् है त्यो 78% मिल्ने कारणले गर्दाखेरि मौरीले जति पनि उत्पादन गरेका चिजहरू छन् यी हाम्रो लागि सुपाच्य र हाम्रो लागि त्यो उपयोगी हुँदछ क्या मानव जीवनको लागि र रानी मौरी जस्तै धेरै वर्ष बाँचे जस्तै यो पनि मान्छेले खायो भने धेरै वर्षसम्म आयु बढ्दो त्यही भएर ठुल्ठुलो राष्ट्रका राजा महाराजहरू धेरै वर्षसम्म बाँचेको इतिहास हामी पढ्छौँ नि यही रोजेली खाएर 90 वर्ष 100 वर्ष 120 वर्षमा बाँचेको त हामीले सुन्छौँ आज पनि जापानमा तपाईँको 90 वर्षको मान्छेहरू अफिस जान्छ है गाडी कुदाएर तर हामी त 40 वर्षै बुढेसकाल लाग्छ 50 वर्षमै सुगर लाग्छ होइन 20 सालैमा सुगर लाग्छ भनेपछि हाम्रो आयु भनेको यति नै हुनुहुन्छ हाम्रो आयुलाई कति वर्ष बढाउने भन्ने चाहिँ हाम्रो हातमा हुन्छ क्या त्यही भएर यसले धेरैवटा काम गर्छ तपाईँको वास्तविक उमेरमा ल्याउँछ क्या यसले मान्छेको उमेर हुन्छ नि 50 वर्षको मान्छे भन्छन् भन्दाखेरि चाहिँ तर हेर्दा चाहिँ 70 वर्षको त देखिन्छ नि कसै कसै भन्दाखेरि होइन भन्दा 50 वर्षको भन्छ तर हेर्दा चाहिँ 70 वर्षको देखिन्छ नि हो त 70 वर्ष भएको जस्तो लागि 50मा ल्याउनु चाहिँ त्यही गर्छ बरु 45 तिर ल्याइदिनु होइन त्यही भएर 90 वर्षको मान्छे भन्छन् विदेशीहरू 80 वर्षको भन्छन् 55 60 जस्तो देखिन्छ नि खानपानकै कारणले र यसले धेरै काम गर्छ अरू हावालाई नरम पनि बढाउने प्रजनन क्षमता बढाउने हड्डी किनेबाट बचाउने होइन अनि तपाईँको निसन्तान हुने समस्याबाट छुटकारा गराउने अनि तपाईँको डिप्रेसन अल्जाइमर पार्किन्सन होइन यस्तो रोगहरूको लागि पनि जस्तो सुशीला दिदीले भन्नुभयो नि मेरो भाउजू बिर्सेर कहाँ जानुहुन्थ्यो पुलिसले 5 चोटि समाएर ल्याउँथ्यो अरे भन्थ्यो नि त्यही कारण भाउजूलाई पनि स्मरण बढाइदियो क्या फर्काइदिन्छ त्यस्तो ठुलो काम गर्छ जस्तो महिला दिदीबहिनीहरू धेरै मात्रामा यो समस्याहरू नि पाठेघरको समस्याहरू यसको लागि रामबाण हो पाठेघरको समस्याहरू क्यान्सरहरू धेरैवटा काम गर्छ तपाईँको गाइनी डक्टरले भन्नुहुन्छ रोयल जेलीले त्यति ठुलो काम गर्छ है अर्को यो पोलेन भनेको मेथीको दाना छ नि यो मेथीको दाना होइन है त्यो मौरीले खुट्टामा बोकेर ल्याएको फुट हुन्छ नि त्यो खुट्टामा बोकेर ल्याएको फुट हो क्या मौरी त विभिन्न किसिमको वनस्पतिमा जान्छ लडीबडी गर्छ अनि तपाईँको पुङ्केश्वरमा जान्छ स्त्रीकेश्वरमा जान्छ लडीबडी खेल्छ नि हो त्यही चिज हो उसले खुट्टामा बोकेर लिएर आएको हेर्नुहोस् है र यसमा धेरैवटा चिज पाउँदो रहेछ 5-7 किसिमको इन्जाइम पाउँदो यसमा जस्तो अघि मैले भने नि मोही पनि मलाई पत्र दियो दही पनि पत्र दियो भने नि यसले लिभर टनिकको काम गर्छ यसले चावडा चिजलाई ठिक गर्छ जस्तो मुटु कलेजो फोक्सो र मेरगोला चावडा चिजलाई कलेजो ठिक गर्ने बित्तिकै तपाईँको अपच हुने समस्या पचाउन थालिहाल्यो लिभरलाई राम्रो बनायो होइन मुटु कलेजो फोक्सो मेरगोला चावडा भाइटल नमरेलाई त्यही हुन्छ यसमा 33% प्रोटिन पनि हुन्छ शरीरमा हामीलाई प्रोटिन पुगिरहेको छ भने यसले खाँदाखेरि प्रोटिन पनि पुग्यो 5000 किसिमको इन्जाइम भएको कारणले हाम्रो शरीरमा डाइजेस्टिभ सिस्टमलाई मद्दत गर्छ है
प्रजनन क्षमतालाई बढाउँछ यसले। जो मान्छेलाई सन्तान हुँदैन नि, छोराछोरी जन्मेको हुँदैन नि, त्यसको लागि डाक्टर साहबले हाम्रो यही भन्नुहुन्छ। छोरा मान्छेको कारणले चाहिँ बच्चा नहुने समस्या छ भने यो पोलेन एकदम मोस्ट इम्पोर्टेन्ट इज। र प्रोटिनको प्रोटिन पनि मजाले गरिन्छ यसले हैन। धेरैवटा मल्टिभिटामिनहरू पनि छ यसमा। यो पोलेन यो चिज गर्छ। अब हामीले मह मात्रै खायौँ नि त पहिले, यो पोलेन पनि खानु परेको छ, रोजेली पनि खानु परेको छ, प्रोपोलिस पनि खानु परेको छ। यस्तो चिज है यो। यही खाएको कारणले मलाई चाहिँ पच छ यो मजाले। अहिले पनि बेला बेला खान्छु, राम्रो। अब यो हेर्नु त्रिफला जुस छ यहाँनिर, हर्र गरेर अमलाको जुस हैन। यो चाहिँ कस्तो भने नि हाम्रो शरीरको चाहिँ मोबिल हो क्या यो, गिला कुमारीको। हामी मोटरसाइकलमा मोबिल हाल्छौँ नि 2000 किलोमिटर कुदेपछि, 2500 किलोमिटर कुदेपछि अब मोबिल हाल्दा भयो, अब इन्जिन लिएर हामीले मोबिल हालेन भने भनेर हालेको हुन्छ नि। त्यस्तै हाम्रो शरीरको लागि चाहिँ मोबिल हो। हाम्रो शरीर कति किलोमिटर कुदिसक्यो अहिले? सर्भिसिङ हामी कहिले गर्छौँ त? गर्दैनौँ नि त। हाम्रो शरीरले पनि सर्भिसिङ गर्नु पर्यो नि त। अब बिहानदेखि बेलुकासम्म हामी मुखबाट के खान्छौँ, भित्र त शरीरमा बसेको छ, कति थोक भित्र थुप्रेको होला। बाहिरको फोहोरको तपाईँ हामीले धोएर पखालेर जान्छ त, साबुन लिएर भित्रको साबुन आउनु सक्दैनौँ हामी होइन। आन्द्रामै भित्र कतिवटा बटारी गरेर के भएको होला थाहा छैन हामीलाई। हो भित्री आन्तरिक रूपमा सफाइ गर्ने काम गर्नु तपाईँको यो त्रिफला। ठ्याक्कै मोटरसाइकलमा हालेको मोबिल जस्तै हो यो पनि। हाम्रो शरीरभित्रको मोबिल साफ गर्ने यन्त्र हो क्या यो पनि। यसले सबै साफ गर्छ, इन्टरनल साफ गर्नुहुन्छ। यसमा पनि प्रोपोलिस हालेको छ हेर्नुहोस् है। यसमा पनि प्रोपोलिस हालेको कारणले गर्दाखेरि एन्टिब्याक्टेरिया, एन्टिभाइरस, एन्टिफङ्गस, एन्टिट्युमर, एन्टी इन्फ्लामेटरी भन्ने चिज चाहिँ तपाईँको भित्र आन्द्रा पनि त सुनेको हुनसक्छ नि त, आन्द्रा पनि त घाउनु भाँडेको हुनसक्छ नि त। त्यही भएर यो चिज हाल्नु पर्छ प्रोपोलिस। यसले धेरैवटा काम गर्छ। हुन्छ, ग्यासहरू भएकोलाई खाने, ग्यासहरू पनि तपाईँको पुरा कम्ती बनाइन्छ यसले। सुत्ने बेला खाने ग्यासहरू पुरै साफ बनाइन्छ, टोयलेटहरू मजाले क्लियरहरू बनाइन्छ, धेरैवटा काम गर्छ यसले। शरीर फुर्तिलो बनाइन्छ, साफ गर्छ क्या, सबै ब्लडहरू साफ गरेर सबै साफहरू गर्ने काम गर्छ। अब यो त पेस्ट हेर्नुहोस् है, यो पेस्टमा पनि प्रोपोलिस हालिदिएको छ क्या। यो प्रोपोलिस नामै प्रोपोलिस ल्याएको छ नि। मुखभित्र पनि ब्याक्टेरिया भाइरसहरू हुनसक्छ नि त, कीटाणुहरू हुनसक्छ नि त होइन। बजारको मजाले त तपाईँको त्यसलाई नाश गर्ने चिज त छैन। तर यो प्रोपोलिस चिज हालेको कारणले गर्दाखेरि यसले लगभग 15 देखि 20 वटा काम गर्छ हेर्नुहोस् है। यो पेस्टले मात्रै तपाईँ हाम्रो गिजाबाट रगत आउने समस्या छ भने बन्द गर्नु। गिजा सुनिने समस्या छ भने त्यो पनि ठिक गरिदिन्छ। गिजा सुनिने समस्या छ भने त्यो पनि ठिक गरिदिन्छ। केही खाँदाखेरि दाँत सिरिङ गर्ने छ भने त्यो पनि ठिक गर्छ। सास बनाउने समस्या छ भने त्यो पनि ठिक गर्छ। काटेको ठाउँमा लाइजुस त्यो पनि ठिक गर्छ। परेको ठाउँमा लाइजुस त्यो पनि ठिक गर्छ। दाग निक्लेको ठाउँमा लाइजुस भर्खरको दाग तगाइन्छ होइन। भमरा निक्लेको ठाउँमा लाइजुस त्यो पनि ठिक गर्छ। काके गराएको ठाउँमा लाइजुस त्यो पनि ठिक हुन्छ। काने गोजी निक्लेको ठाउँमा लगाइ त्यो पनि निक्लिन्छ। त्यो पनि निक्लिन्छ है। दाँत किराले खाएको पनि तपाईँको जाति हुँदै जान्छ। खुट्टा हिलाले खाएको छ, हाड हिलाले खाएको छ भने त्यसको जाति बनाउँछ। पेट दुख्यो भने घोलेर खाइदिन्छ त्यो पनि ठिक गर्छ। डाइरिया चढेर खाइदिन्छ त्यो पनि ठिक गर्छ। कपडामा त्यो नजाने खालको दागहरू लगाउनु लगायो त्यो पनि जान्छ। त्यसको भनेर साध्यै छैन, त्यतिवटा काम गरिन्छ यो तपाईँको पेस्टले मात्रै, धेरैवटा काम गरिन्छ। त्यही भएर प्रयोग गरौँ। बजारको मदनमा चाहिँ के हुन्छ भन्दाखेरि 3टा कुरा हुन्छ बजारको मदनमा हेर्नुहोस् है। अलिकति म मदन चाहिँ तरिकाहरू बताइदिन्छु, जान्नुहुन्छ होला तपाईँलाई पनि जाने कुरा। हामीले पेस्ट प्रयोग गर्दाखेरि यो बिचको लोगो हेर्ने देख्नुभयो, यो हरियो छ नि। अब हजुरले घरमा प्रयोग गरेको पेस्ट कस्तो चलाउँदै गर्नुभएको चाहिँ हेर्नु होला। कसैको कालो हुन्छ होइन, कसैको चाहिँ निलो निलो हुन्छ होइन। तपाईँ हेर्नुहोस् कसैको हरियो पनि हुन्छ। यो हरियो छ भने चाहिँ केमिकल फ्री भनेको क्या। यो केमिकल फ्री भएको हुँदा चाहिँ हरियो हुन्छ। अरूको सबैमा केमिकल भएको हुन्छ। तपाईँको यस्तो खालको पेस्ट प्रयोग गरेर युट्रनकै चलाउनुपर्छ भन्ने छैन। बजारको अरू पनि हरियो छ भने चलाउनु राम्रै हो होइन। अझ त्योभन्दा पनि बेस्ट चाहिँ यही छ, किनभने 18 लिटर काम गरिन्छ होइन। त्यो हुँदाखेरि अरू बजारको पेस्टमा सानो अक्षरमा लेखेको हुन्छ डु नट स्वलो भनेर लेखेको हुन्छ, नलिनु है भनेर लेखेको हुन्छ। यहाँ हाम्रोमा नलिनु भनेर लेखेको निले निले पनि दबाई पनि यो दबाई हो। अब हेर्नुहोस् तपाईँ हामीले ठुलो मान्छेलाई निल्दिनु होला, बच्चालाई हामी कन्ट्रोल गर्न सक्छौँ त?
गुलियो गरेर खाइदियो भने त त्यो त फ्लोराइड हालेको हुन्छ। फ्लोराइड भनेको त केमिकल हो। त्यो सानो नानीको त्यो आन्द्रामा गएर काट्नुहुन्छ त त्यो केमिकल ल्याएर। अनि त्यो आन्द्रामा अल्सर हुने, क्यान्सर हुने सम्भावना हुन्छ तपाईँको पेट। लुकी निल्दियो भने के गर्नु? त्यो त हामी कन्ट्रोल गर्न सक्दैनौँ। त्यही भएर डुनट स्वलोबाट लेखेको हुन्छ। अनि 924 ppm फ्लोराइड लेखेको हुन्छ कुनैमा 1000 ppm लेखेको हुन्छ, कुनैमा 1400 ppm लेखेको हुन्छ। तपाईँहरू पढ्नु होला, हामी यो कम्पनी त्यो कम्पनी भन्दैनौँ, आफूले प्रयोग गर्दै गरेर हेर्नु होला। यसमा फ्लोराइड हालेको हुँदैन, फ्लोराइड छैन यसमा। तितेपाती नुनपाती के सबै कुरामा पनि जान्दिनँ, त्यसमा चाहिँ हालेर पनि पढ्नु होला। 1500 सबै कुरामा पनि पढ्नु। अनि अर्को लेखेको हुन्छ डुनट स्वलो, ननिल्नु। 6 महिना 6 वर्षभन्दा मुनिको बच्चाले नचलाउनु होला लेखेको होइन। अनि त्यो 3टा कुराहरू लेखेको हुन्छ। हाम्रोमा त्यो आनन्दले ढुक्कले चलाउनुहोस्। निलो भयो भने बच्चाले दबाई नि खायो, त्यसै गर्नुहोस्। तपाईँ हाम्रो मुख कहिले जाँतो हो नि त, एउटा दाँत बिग्रियो भने 14,000 रुपियाँको दाँत लाउनु होइन। बजारको पेटले के गर्नु भन्दाखेरि त्यो फ्लोराइडको कारण, फ्लोराइडहरू स्टिल जुस हो नि त, स्टिल जुसबाट तपाईँ हाम्रो दाँत त्यसैको बनाउँछ। तर जति वर्षसम्म तपाईँ हाम्रो दाँतले टिक्नु पर्ने टिक्दैन। तर यसमा तपाईँको फ्लोराइड छैन, ढुक्कबाट चलाउनु होला। बजार जस्तै यसले पनि राम्रो बनाउँछ दाँत र दर पनि बनाउँछ। जस्तै झर्न लागेको दाँत त झर्छ हेर्नुहोस्, रोगको पात्रमा पहिलो भएको छ भने झर्छ त गालीले नि। त्यस्तै तपाईँहरूको बिग्रिएको छ भने त जान्छ, तर तपाईँको बिग्रिन लागेको छ, ठिकाठिकै छ भने तपाईँको रिकभर गर्नुहुन्छ कि गिजाहरू दर बनाउने, दाँतहरू दर बनाउने काम पनि यसले मजाले गर्दछ। त्यही भएर यस्ता चिजहरूको प्रयोग गर्ने बानी बसाल्यो भने हामीलाई राम्रै हुन्छ। हाम्रो दाँत चाहिँ धेरै चाहिँ होइन, 10 वर्षदेखि 15 वर्ष बजारको मजालाई छोडेर यो चलायो भने ठिक छ। त्यति म भन्न सक्छु। 10 देखि 15 वर्ष टिकाउने भएन र एउटा दाँत मात्रै हामीले हेरचाह गरेर सस्तो मजाको प्रयोग गऱ्यौँ भने भोलि तपाईँको 14,000 रुपियाँ लागिहाल्छ एउटा दाँत खोलेर। अनि भोका दाँत चाहिँ खोलेर नयाँ दाँत लगाउन ठिक होइन नि त, भोकैलाई चाहिँ बचायो भने ठिक हो नि त। त्यही भएर यहाँ ल्याएका प्रोडक्ट पनि लगभग सिधै छन्। अब मान्छे पनि हामी धेरै कम भयौँ होइन।